यो समूहले चाहिँ प्रभु आउने नानीहरूलाई भन्न चाहन्छु आशामा जाँदैछ होला आजको दिन प्रभुले त्यो यसो प्रभु मण्डलीहरूको तपाईँको रगत भित्रलेर साँच्चै नै यसो प्रभु यो हातहरू कहिले पनि सुकिने छैन प्रभु गएर तपाईँ हात पक्रेर प्रार्थना गर्न चाहनुहुन्छ एकछिन हामी यस परिस्थितिमा नै प्रभुले बसेको मान्नुहुन्छ धन्यवाद भन्न सक्नुहुन्छ धन्यवाद भनिदिनुहोस् प्रियहरू नरोकिनुहोस् भनेर भन्छु म यति बेला